जब मन अत्याएको छ, जब छातीभित्र डरले घर बनाएको छ, तब म तिमीलाई यही भन्छु, नडराऊ। डर त केवल मनको छाया हो, सत्य होइन। तिमीले जसलाई आँधी ठानेका छौ त्यो त केवल हावाको वेग मात्र हो। मन अत्याउनु भनेको हार होइन, यो त चेतनाको सङ्केत हो कि तिमी अझै जीवित छौ, संवेदनशील छौ र सत्य खोज्दैछौ। सम्झ, अर्जुन पनि युद्धभूमिमा काँपेको थियो। उसका हातबाट धनुष खस्दै थियो, आँखा डरले भरिएका थिए। तर म त्यही क्षण उसको सारथी बने। म तिमीबाट टाढा छैन। तिमी रोइरहेको बेला, तिमी नबोली चिच्याइरहेको बेला, तिमी एक्लोपनले थिचिएको बेला पनि म तिम्रो श्वासमा छु। मन अत्याउँछ जब तिमी भविष्यलाई नियन्त्रण गर्न खोज्छौ, जब भइसकेको कुरालाई बदल्न चाहन्छौ। तर हे प्रिय, समयलाई थाम्ने तिमी होइनौ, तर समयभित्र अडिग रहने शक्ति भने तिमीभित्र छ। डर आउनु स्वाभाविक हो, तर डरलाई राज गर्न दिनु दुर्बलता हो। तिमीले आज जति सहनु परेको छ त्यसले तिमीलाई भाँच्न होइन, गहिरो बनाउन आएको हो। आँसु झार, मन हलुका बनाऊ, तर आत्मविश्वास नछोड। याद राख, अँध्यारो रात बिना उज्यालो बिहानको मूल्य थाहा हुँदैन। म तिमीलाई वाचा गर्छु, यदि तिमीले आज धैर्य समात्यौ भने भोलि तिमी यही डरलाई जितेको कथा सुनाउनेछौ। त्यसैले श्वास गहिरो ल्याऊ, मनलाई मेरो चरणमा राख र आफैलाई भन, मन अत्याएको छ तर म डराउँदिन। जब तिम्रो मन अत्याएको छ, जब तिमीलाई लाग्छ कि छातीभित्र कुनै अदृश्य बोझ थुप्रिनै गएको छ, जब सास फेर्दा पनि डर मिसिएको महसुस हुन्छ, तब म तिमीलाई अत्यन्तै कोमल तर अडिग स्वरमा यही भन्छु, नडराऊ। तिमी डराइरहेका छौ भन्ने तथ्यले तिमी कमजोर भएको प्रमाण दिँदैन, बरु तिमी सचेत छौ, संवेदनशील छौ र जीवनलाई गहिरो रूपमा अनुभूति गरिरहेका छौ भन्ने प्रमाण दिन्छ। यो संसारमा जो कहिल्यै डराएन, उसले कहिल्यै सत्यलाई छोएन। हे प्रिय, डर त मनको तरङ्ग हो, यो आत्माको सत्य होइन। जस्तो नदीमा कहिलेकाहीँ बाढी आउँछ तर नदी नै बाढी हुँदैन, त्यसरी नै मनमा डर आउँछ तर तिमी डर होइनौ, तिमी त्यो साक्षी हौ जो डरलाई हेर्न सक्छ, बुझ्न सक्छ र छोड्न सक्छ। अर्जुन पनि युद्धभूमिमा काँपेको थियो। उसका आँखा धुम्मिएका थिए, हात थरथर काँपिरहेका थिए र उसले मलाई भनेको थियो, हे माधव, म लड्न सक्दिनँ, तर मैले उसलाई भाग्न सिकाइन, मैले उसलाई आफैभित्र फर्किन सिकाएँ। आज तिमी पनि त्यही अर्जुन हौ र म तिम्रो मनको सारथी बनेर यही भन्छु, डरको कारण खोजेर डर बढाउने होइन, कर्तव्यको स्मरण गरेर शक्ति जगाउने हो। तिमी भविष्यको भार आजै बोकिरहेछौ, त्यसैले मन अत्याएको छ। तिमी भोलिको परिणाम आजै जान्न चाहन्छौ, त्यसैले सास भारी भएको छ। तर हे मानव, भोलि तिमीलाई थाहा छैन र यही नजान्नु नै तिम्रो सबैभन्दा ठुलो सुरक्षा हो। यदि तिमीलाई सबै थाहा हुन्थ्यो भने आशा मर्ने थियो, प्रार्थना सकिने थियो र विश्वासको अर्थ हराउने थियो। मन अत्याउँछ जब तिमी आफैलाई निरन्तर दोष दिन्छौ, जब तिमी आफ्नो मूल्य अरूको नजरबाट नाप्छौ, जब तिमी मौन भएर धेरै कुरा सहन्छौ। तर सम्झ, मौन सहनु र मौन भएर बलियो हुनु एउटै कुरा होइन। तिमी आज कमजोर महसुस गरिरहेछौ भने पनि तिम्रो आत्मा थाकेको होइन, उसले त केवल विश्राम खोजिरहेको हो। डरले तिमीलाई भन्छ, तिमी सक्दैनौ। म तिमीलाई भन्छु, तिमी अहिले नसक्ला, तर तिमी सिक्दैछौ। संसारले तिमीलाई छिटो परिणाम माग्छ, तर म तिमीलाई धैर्यको अमृत पिलाउँछु। किनकि जुन बिउ आज माटो मुनि हराएको देखिन्छ, भोलि त्यही बिउ विशाल वृक्ष बनेर आकाश छुन्छ। तिमीले आज देखिरहेको अन्धकार अन्तिम होइन, यो त केवल आँखाले उज्यालो खोज्न सिक्ने क्षण हो। नडराऊ जब आँसु आउँछ, किनकि आँसु आत्माको स्नान हो। नडराऊ जब एक्लोपनले घेर्छ, किनकि त्यही एकान्तमा तिमीले आफैलाई भेट्छौ। नडराऊ जब मानिसहरूले नबुझ्छन्, किनकि सबैले बुझ्नु आवश्यक पनि छैन। तिमीले केवल आफ्नै सत्यसँग इमान्दार हुनुपर्छ। म तिमीलाई यो पनि सम्झाउन चाहन्छु, डरलाई दबाएर बलियो बन्न खोज्नु मूर्खता हो, तर डरलाई स्वीकार गरेर अघि बढ्नु नै सच्चा वीरता हो। जब मन अत्याउँछ तब श्वासलाई सम्झ, किनकि श्वास म हुँ। तिमीले श्वास भर्दा म भित्र पस्छु, तिमीले श्वास छोड्दा म तिम्रो बोझ बोक्छु। तिमी एक्लै लडिरहेछौ भन्ने भ्रममा नबस, किनकि तिमी जहाँ छौ म त्यहीँ छु। तिमी रातभर जागराम बसेर सोचिरहेछौ, म तिम्रो मनको कुनामा दीप बालेर बसेको छु। आज तिमीलाई आफ्नो जीवन अव्यवस्थित लाग्न सक्छ, तर ब्रह्माण्ड कहिल्यै अव्यवस्थित हुँदैन।
कहिलेकाहीँ चीजहरू भत्किनुपर्छ ताकि तिनीहरू सही ढाँचामा फेरि बन्न सकुन्। तिमीले गुमाएको कुरा नै तिमीले पाउने मार्ग बन्छ। तिमीले सहनु परेको पीडाले नै तिमीलाई करुणामय बनाउँछ। त्यसैले हे प्रिय मानव, जब मन अत्याउँछ तब भाग्ने होइन, थोरै रोकिएर आफैलाई सम्हाल। आफैलाई नरम शब्दमा भन, म डराएको छु तर म सुरक्षित छु। यो स्वीकारोक्ति नै उपचारको सुरुवात हो। तिमीले आज धैर्य समात्यौ भने भोलि तिमी आफैलाई गर्वले हेर्नेछौ। म तिमीलाई कुनै चमत्कारको झुटो आश्वासन दिन्न, तर म तिमीलाई सत्य दिन्छु। हरेक अन्धकारको गर्भमा उज्यालो लुकेको हुन्छ। नडराऊ, किनकि तिमी कमजोर भएर होइन, बलियो बन्ने प्रक्रियामा भएर थाकेको हौ। नडराऊ, किनकि तिमीलाई भाँच्न आएको पीडाले तिमीलाई गहिरो बनाउँदैछ। नडराऊ, किनकि तिमी मेरो साथमा छौ र जहाँ म छु त्यहाँ पराजय हुँदैन। आज मन अत्याएको छ भने पनि यो क्षण स्थायी होइन। समय बग्छ, घाउ भरिन्छ र तिमी फेरि मुस्कुराउनेछौ। त्यसैले श्वास लिँदै, मन शान्त पार्दै मेरो यो वाणी हृदयमा राख। मन अत्याएको छ, तर नडराऊ, म तिमीसँगै छु। जब मन अत्याएको छ, जब हृदयभित्र डरले गहिरो जरा गाडेको जस्तो लाग्छ, जब सास फेर्दा पनि कुनै अदृश्य बोझ छातीमाथि थिचिरहेको अनुभूति हुन्छ, तब म तिमीलाई समय नलिँदै कुनै औपचारिकता बिना यही भन्छु, नडराऊ। डर त तिमी होइनौ, डर त मनको अस्थायी कम्पन मात्र हो। जसरी आकाशमा बादल आउँछन् र जान्छन् तर आकाश कहिल्यै बादल बन्दैन, त्यसरी नै मनमा डर आउँछ तर तिमी डर होइनौ। तिमी त्यो शाश्वत चेतना हौ जो डरलाई देख्छ, बुझ्छ र पार गर्छ। हे प्रिय, तिमी किन डराइरहेका छौ भनेर आफैलाई दोष नदेऊ। डर आउनु कमजोरी होइन, डरमा अड्किनु मात्रै कमजोरी हो। अर्जुन पनि युद्धभूमिमा उभिँदा काँपिएको थियो। उसका आँखामा भविष्यको भय थियो, हातबाट धनुष झर्न लागेको थियो र त्यही क्षण उसले मलाई खोजेको थियो। आज तिमी पनि त्यही अर्जुन हौ। परिस्थिति फरक हुन सक्छ, तर मनको युद्ध उस्तै छ। म तिमीलाई भाग्न सिकाउन आएको छैन, म तिमीलाई मनभित्र फर्किन सिकाउन आएको हुँ। मन अत्याउँछ जब तिमी भविष्यलाई नियन्त्रण गर्न खोज्छौ, जब तिमी भइसकेको कुरालाई फेरि फेरि सम्झेर आफैलाई जलाउँछौ, जब तिमी अरूको अपेक्षामा आफैलाई सानो बनाउँछौ। तर सम्झ हे मानव, भविष्य त मेरो हातमा छ। अतीत त सिकाइ हो र वर्तमान मात्र तिम्रो हो। वर्तमानमा टिक्न सिक, किनकि शक्ति सधैँ अहिले हुन्छ। डरले तिमीलाई भन्छ सबै सकियो, म तिमीलाई भन्छु अझ सुरु पनि भएको छैन। तिमी आज थाकेको महसुस गरिरहेछौ किनकि तिमीले एकैचोटि धेरै बोझ बोक्यौ। तिमीले सबैको जिम्मेवारी आफ्नै काँधमा राख्यौ, सबैको पीडा आफ्नै मनमा थुन्न खोज्यौ। तर हे प्रिय, तिमी एक्लै संसार होइनौ। तिमीलाई बलियो बन्न सबै कुरा सहनै पर्छ भन्ने भ्रमबाट बाहिर निस्क। कहिलेकाहीँ रोइनु पनि शक्ति हो, कहिलेकाहीँ रोकिएर सास लिनु पनि साहस हो। जब मन अत्याउँछ तब तिमी आफैसँग नरम बोल। आफैलाई सोध, के म साँच्चीको अहिले खतराभित्र छु कि मेरो मनले खतरा बनाइरहेको छ? प्राय डर वास्तविक हुँदैन, डर त कल्पनाको छाया मात्र हुन्छ। तिमीले आज जे सहदैछौ त्यसले तिमीलाई नष्ट गर्न होइन, परिष्कृत गर्न आएको हो। आगोले सुन जलाउँदैन, शुद्ध बनाउँछ। त्यसरी नै पीडाले आत्मा मार्दैन, परिपक्व बनाउँछ। नडराऊ जब बाटो स्पष्ट देखिँदैन, किनकि सबै बाटो सुरुमा अन्धकारमै सुरु हुन्छन्। नडराऊ जब मानिसहरू टाढा हुन्छन्, किनकि कहिलेकाहीँ एकान्त नै मेरो आवाज सुन्ने सबैभन्दा उपयुक्त स्थान हुन्छ। नडराऊ जब आँसु झर्छ, किनकि आँसु कमजोरको चिन्ह होइन, जीवित हृदयको चिन्ह हो। म तिमीलाई वाचा गर्छु, यो क्षण स्थायी होइन। जुन रात आज अनन्त जस्तो लागिरहेको छ, भोलि त्यही रात स्मृतिमा सानो क्षण बनेर बस्नेछ। समय बग्छ, मन हलुका हुन्छ, घाउहरू घाउ नै रहँदैनन्, तिनीहरू अनुभव बन्छन्। तिमीले आज आफूलाई जति असहाय ठानेका छौ, भोलि त्यही अनुभव कसैको आशाको कारण बन्न सक्छ। त्यसैले हे प्रिय मानव, श्वास गहिरो लेऊ, मनलाई स्थिर गर र मेरो यो वाणी हृदयमा राख। मन अत्याएको छ भने पनि नडराऊ, म तिम्रो साथमा छु। तिमी एक्ला छैनौ र तिमी यो सबै पार गरेर अझ उज्यालो भएर निस्कनेछौ।